तपाईहरुलाई यो ज्याग्री पाउडरको बारेमा चर्चा गर्न गइरहेको छु। डिएक्सन कम्पनी इन्डिया सिस्टममा यो ज्याग्री पाउडर हामीले पाउँछौं। यो एकदम अर्गानिक प्रोडक्ट हो, पाउडर हो। र हजुरहरुलाई मेरो रिक्वेस्ट, यदि तपाईहरु मेरो फेसबुक प्रोफाइलमा नयाँ हुनुहुन्छ भने मलाई फलो गर्नु होला। भिडियो कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला, कमेन्ट गर्नु होला भन्न चाहन्छु। शेयर गर्नु होला। यो सबै सामु शेयर गर्नुभयो भने राम्रो हुनेछ। सो त्यो भएर तपाईहरुले शेयर गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला भन्न चाहन्छु। यो पाउडर हामीले सेवन गर्यौं भने हाम्रो स्वास्थ्यमा कुनै समस्या आउँदैन। यो चाहिँ उखुको रसबाट यसलाई चाहिँ तयार गरिएको छ। हाम्रो कम्पनीले पाउडरमा चाहिँ तयार गरेको छ। हामीले यो खाने गर्यौं भने भिटामिन, यसबाट हामीले भिटामिन पनि पाउँछौं। मिनरल्स भरपूर रूपमा हामीले यसबाट पाउँछौं। यसले यो खाने गर्यौं भने कुनै साइड इफेक्ट, असर, रोग लाग्दैन। जस्तै हामीले बाहिरको चिनी प्रयोग गरिराखेका छौं, जुन चिनीलाई चाहिँ विभिन्न किसिमको केमिकलहरु राखेर चाहिँ लगाएर चाहिँ रिफाइन गरेर चाहिँ तपाईहरुसँग चाहिँ त्यो आइपुगेको हुन्छ। जुन चिनी तपाईहरुले खाने गरिराछौं, त्यसले चाहिँ त्यसको मात्रा ज्यादा हुन्छ। त्यो गुलियो चाहिँ हामीले ज्यादा खान थाल्यौं भने चाहिँ डायबिटिस हुन्छ, डायबिटिसको समस्या निम्तिन्छ। मोटोपन हुने, मोटाउने मान्छे एकदमै हेभी हुने हुन्छ। त्यस्तै गरेर विभिन्न किसिमको समस्याहरू हुन्छ। दाँत दुख्ने समस्या हुन्छ। त्यो चिनीको कारणले चाहिँ, त्यो चिनी चाहिँ ज्यादा रूपमा चाहिँ हामीले प्रयोग गर्दाखेरि चाहिँ त्यस्तो समस्याहरू हुन्छ। त्यसको सट्टा हामीले यो ज्याग्री पाउडर चाहिँ खाने गर्यौं भने चाहिँ कुनै पनि असर हुँदैन, कुनै पनि बिमार चाहिँ हुँदैन। यो खाँदाखेरि चाहिँ फाइदै फाइदा छ। यो चाहिँ अर्गानिक प्रोडक्ट हो नि त, अर्गानिक पाउडर हो यो चाहिँ। यसमा कुनै केमिकल एड गरिएको हुँदैन। नेचुरल तरिकाले चाहिँ यसलाई उत्पादन गरेको हुन्छ। अझ हामीले खाली पेटमा खायौं, थोरै खाने गर्यौं भने हाम्रो भित्र गएको धुलोहरू, टक्सिनहरूलाई चाहिँ कपको माध्यमबाट निकालेर फाल्ने काम पनि गर्छ यसले। जस्तै ठुलठुलो कम्पनीहरुमा काम गर्ने कामदारहरूलाई, फलामको काम गर्ने कामदारहरूलाई ज्याग्री पाउडर दिने गर्छ। दिनको मतलब चाहिँ उनीहरुको स्वास्थ्यलाई राम्रो होस्, उनीहरुको स्वास्थ्यमा गएको धुलो, फलामको चाहिँ धुलोहरू, विभिन्न किसिमका टक्सिनहरु, भित्र गएको टक्सिनहरुलाई चाहिँ निकालोस् भनेर चाहिँ दिने पनि गरिन्छ। यो त्यस्तो राम्रो चाहिँ प्रोडक्ट हो यो ज्याग्री पाउडर चाहिँ। कसरी खाने भन्दाखेरि जसरी हामीले बाहिरको चिनीलाई प्रयोग गर्छौं त्यसरी नै प्रयोग गर्ने हो, त्यसरी नै खाँदाखेरि राम्रो हुन्छ। त्यसरी खाँदाखेरि चाहिँ यो पाउडर खाँदा चाहिँ कुनै पनि हाम्रो हेल्थमा चाहिँ समस्या आउँदैन। यो असाध्यै राम्रो छ। तपाईहरुले खानु भएको छैन भने खान थाल्नु होला। यो ज्याग्री पाउडर नै प्रयोग गर्नुहोस् घरमा, घर फ्यामिलीमा। तपाईहरुले सेतो चिनी खाँदै हुनुहुन्छ भने त्यसको सट्टामा अब ज्याग्री पाउडर ल्याएर खाने गर्नुहोस्। यो डिएक्सन सिस्टममा ज्याग्री पाउडर पनि छ। र यस जानकारीसँगै म शिव श्रेष्ठ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्ते।